अहिले हामीहरूको राजनीति माने संसदमा उपस्थिति एकदमै कमजोर अवस्थामा हामी छौं। त्यो हामीले स्वीकार्नुपर्छ। धेरैले भन्छन् कसरी हार्यो, के गर्यो, के भयो भनेर। हावाहुरी हुन्डरीहरू आयो, हामीहरूले बुझ्नै सकेनौं भने पनि हुन्छ। यसलाई हामीहरूले जनताको चाहना, नेपाली कांग्रेसका साथीहरूको चाहनालाई पनि हामीहरूले बुझ्न सकेनौं। अहिले सुन्दै जाँदाखेरि तपाईहरुले पनि बुझ्नुभयो होला, तपाईहरुले पनि सुन्नुभयो होला। हामीले पार्टी छोड्या छैन, मत मात्रै फेरेको भनेर भनेका छन्। त्यही भनेका छन् नि मानिसहरू। धेरै अधिकांश ठाउँमा साथीहरूलाई सोध्दाखेरि यही कुराहरू गरिरहेका छन्। अहिले मलाई के लाग्छ भने यसचोटिको निर्वाचनले जुन हामीहरू पराजित भयौं, स्विङ भोट भएको छ, भोट शिफ्ट भएको छैन। फरक छ स्विङ भोट र शिफ्ट भोटमा। यसचोटिको भोट स्विङ मात्रै भएको छ। अब शिफ्ट हुन चाहिँ हामीहरूले नदिउँ, त्यसमा हामीहरूले ख्याल गर्नुपर्ने आवश्यकता छ। पहिले हाम्रो लडाई वामपन्थीहरूसित हुन्थ्यो, सजिलो थियो। अबको लडाई लिबरल डेमोक्रेट्सहरूसित हामीहरूको लडाई छ। त्यो लडाईमा हामी पछि पर्न हुँदैन भन्ने मलाई लाग्छ। हाम्रो संगठन छ र हामी गर्न सक्छौं भन्ने विश्वास मैले लिएको छु। विशेष अधिवेशनको कुरा गर्दा मैले नै हो विशेष अधिवेशनमा जानुपर्छ भनेर भनेको, तर मैले एउटा शब्द त्यहाँ अझ जोडेको छु। केन्द्रीय समितिले निर्णय गरेर विशेष अधिवेशन गरौँ भनेर भनेको थियो। केन्द्रीय समितिले विशेष अधिवेशन गरेन भने हामी अप्ठ्यारो परिस्थितिमा पुग्छौं भनेर मैले पटक पटक सबै साथीहरूलाई, वरिष्ठ साथीहरूलाई ती कुराहरू भनेकै हो। त्यो स्वीकार्य भएन। त्यो स्वीकार्य नभएपछि विशेष अधिवेशन भयो। गगनजी अहिले सभापति विशेष अधिवेशनबाट हुनुभएको छ, ठिकै छ, त्यसमा केही छैन। तर यसको मुद्दा शेरबहादुरजी र पूर्णजीले मुद्दा सर्वोच्च अदालतमा दिनुभएको छ। मुद्दाको छिनोफिनो भोलिदेखि सुरु होला। अब कति दिन लाग्ने हो, लाग्छ लाग्दैन, समय लाग्छ लाग्दैन। तर नेपाली कांग्रेसलाई एक ढिक्का बनाउनलाई, नेपाली कांग्रेसलाई एक ठाउँमा ल्याउनको लागि म अन्तसम्म प्रयास गर्नेछु। उडान अवरुद्ध भएका कारण त्यहाँ विभिन्न कारणले मृत्यु भएका करिब 38 जना नेपालीको शव फिर्ता ल्याउने विषयमा हामी गम्भीर छौं। ओमानमा 1 जना, अबुधाबीमा 4 जनाको, दुबईमा 15, रियादमा 17, जेद्दामा 5, तेलअभिवमा 3, कतारमा 2 र बहरेनमा 1 गरी उक्त क्षेत्रमा 38 वटा शवहरू नेपाल ल्याउन बाँकी छ। 2082 चैत्र 18 मा कुवेत एयरलाइन्सबाट 9 वटा शव ल्याइसकिएको छ भने अरू शवहरू ल्याउने कार्य पनि अगाडि बढिसकेको छ। आकर्षित हुने विषयहरूका सम्बन्धमा मन्त्रालयबाट 2082 चैत्र 1 को अपिल लगायत हामीले पटक सचेतना बढाउन र अनुरोध गरेको विषयमा यहाँहरू जानकारी नै हुनुहुन्छ। त्रास वा डर फैलाउने उद्देश्यका फोटो, भिडियो वा अन्य कन्टेन्ट नबनाउन, त्यस्ता सामग्रीहरू सेयर नगर्न र त्यो सेयर गर्ने काम प्राइभेट मेसेजिङ सिस्टमबाट पनि नगर्न हामी यहाँहरू मार्फत पुनः अनुरोध गर्न चाहन्छौँ। हामीलाई प्राप्त जानकारी अनुसार अधिकांश नेपालीहरूले यो निर्देशनहरू, यो गाइडलाइनहरूलाई पालना गरि नै राख्नु भएको छ, गम्भीरतापूर्वक पालना गरेको देखिन्छ। तर केही नेपालीहरूमा यस्ता नियमहरूको उल्लङ्घन भएको कारणले केही नेपालीहरू पक्राउ पर्नु भएको अवस्था छ। हालसम्म 11 जना नेपालीहरू पक्राउ पर्नु भएको खबर प्राप्त भएको छ। सङ्कटको समयमा आफू बसेको देशका सरकारले जारी गरेका सुरक्षा सम्बन्धी नियम कानुनको पूर्ण पालना गर्नु सबैको कर्तव्य हो र दायित्व पनि हो। उल्लङ्घन गरेमा ठुलो जरिवाना हुने, जेल बस्नुपर्ने र डिपोर्ट समेत हुनुपर्ने जस्ता गम्भीर कानुनी कारबाही भोग्नुपर्ने हुन्छ।
यस विषयमा सचेतना फैलाउन यहाँहरूको निरन्तर सकारात्मक सहयोग रहेको छ। यसका लागि हामी फेरि पनि आभार व्यक्त गर्दछौँ। इरानमा हाल 10 र 1 गरेर 11 जना नेपालीहरू रहनुभएको छ। उहाँहरू सबैजना सुरक्षित रहनु भएको छ र हाम्रो दोहास्थित नियोग सम्पर्कमा पनि रहेको छ। पहिला सुरुमा जुन मैले यहाँलाई अघि नै निवेदन गरिसकेँ, सुरुको चरणमा धेरैले चाहिँ हामी असुरक्षित छौँ भन्नुभएको थियो भने पछि त्यो क्रम एकदमै न्यून भएर गएको अवस्था छ। अनि सुरुमा गर्नुभएकोलाई हामीले सम्पर्क गरेर भन्दाखेरि उहाँहरूले के भन्नुभएको छ भने त्यति बेलाको अवस्थामा हामीले असुरक्षित भनेका हौँ, फर्कन चाहन्थ्यौँ त्यति बेला चाहिँ, अब अहिले त्यस्तो खालको अवस्था छैन भनेछ। त्यही भएर यो सबैलाई फर्काउने हो भन्ने प्रश्नमा चाहिँ यहाँलाई मैले के जानकारी गराउन चाहेँ भने जो नेपाली अत्यावश्यक परेर इमर्जेन्सी परेर नेपाल फर्कन चाहनुहुन्छ, घरमा कुनै समस्या, कुनै ठुलो समस्याका कारण अथवा आफ्नै कुनै अरू कारणले नआउने खालको अवस्था, इमर्जेन्सी भनौँ न, इमर्जेन्सी परेर नेपाल फर्कन चाहनेहरूलाई मात्रै अहिले तत्काल नेपाल आउने विषयमा सोध्न र नेपाली राजदूतावासहरूमा सम्पर्क गर्न हामीले भनेका छौँ र सो अनुसार नेपाली दूतावासहरूले पनि नियोगहरूले उहाँहरूको लगत राख्ने, जानकारी राख्ने र आवश्यक सहजीकरण गर्ने काम हामीले अगाडि बढाइएको छ। र अर्को यो जबलेसनेसको अवस्था कस्तो के छ भन्ने विषयमा जुन प्रश्न छ, यो अघि यहाँले सुनिहाल्नुभयो हाम्रो महासचिव प्रमुखज्यूले हामीले के जानकारी माग्दा रहेछौँ र त्यसमा के बुदाहरू हामीले राखेका रहेछौँ र कसरी प्रोसेस गर्दा रहेछौँ भन्ने हामीले भित्री जानकारी समेत यहाँहरूलाई जानकारी गरायौँ। त्यहाँ एउटा बुदा यहाँले सुनिहाल्नुभयो, एउटा बुदा के छ भने कसैको जब जाने अवस्था, जाने सम्भावना रहेको अवस्था लगायतको विषय छ भने त्यो पनि जानकारी गराउने भन्ने छ। यस विषयमा हामी एकदम सचेत छौँ। विश्लेषण हामीले यसमा छलफल बढाइ नै राखेका छौँ, अगाडि बढाइराखेकै छौँ। दल नेताको निर्वाचन दलको विधान बमोजिम लोकतान्त्रिक विधिका साथ सम्पन्न भएको हो। निर्वाचन समितिले निर्धारित प्रक्रिया पूरा गरेर पार्टीका उपाध्यक्ष तथा माननीय रामबहादुर थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। यो बैठक उक्त निर्वाचनमा पार्टीका तर्फबाट कुनै पनि प्रकारको निर्देशन, नियन्त्रण वा हस्तक्षेप भएको थिएन भन्ने कुरा सबैलाई स्पष्ट पार्न चाहन्छ र लोकतान्त्रिक विधिबाट तय भएको यस निर्णयलाई सम्मान गर्न र सार्वजनिक रूपमा अन्यथा टिप्पणी वा गतिविधि नगर्न समस्त पार्टी पङ्क्तिलाई आह्वान गर्दछ। यस निर्वाचनका सम्बन्धमा पार्टी पङ्क्ति, खास गरी युवा पङ्क्तिबाट प्राप्त भएका सकारात्मक सुझावहरूलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ। बैठकमा यही 82 चैत्र 19 गते सम्पन्न प्रतिनिधि सभाको पहिलो बैठकमा संसदीय दलका नेताले गर्नुभएको सम्बोधनका सम्बन्धमा गम्भीरतापूर्वक छलफल भयो। बैठकले मुलुकको संविधान र प्रचलित कानुन बमोजिम निर्माण भएका नेपाली सेना लगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन, ब्युरोक्रेसी र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत एवं मित्रवत रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ। त्यसैगरी बैठकले गत 82 फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको संक्षिप्त समीक्षा गरेको छ र निर्वाचन मार्फत अभिव्यक्त भएको जनमतलाई सम्मान गर्दै विजय हुनुभएका सम्पूर्ण माननीयज्यूहरूलाई बधाई ज्ञापन गरेको छ। भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्री परिषदलाई